कहिलेकाहीँ सबैभन्दा डरलाग्दो कुराहरू ठूला ठूला राक्षस वा भूतप्रेत होइनन्, बरु एउटा सानो साधारण कथाले मनमा गहिरो गरी डेरा जमाउँछ। आज हामी यस्तै एउटा कथाको बारेमा कुरा गर्दैछौँ, जसले सायद रातमा एक्लै हिँड्ने हाम्रो बानीलाई सधैँको लागि परिवर्तन गरिदिन सक्छ। ल, हाम्रो कथा सुरु हुन्छ भारतको एउटा वास्तविक ठाउँ छत्तीसगढबाट। थाहा छ, जब कुनै डरलाग्दो कथा वास्तविक ठाउँसँग जोडिन्छ नि, त्यो झनै पत्यारिलो र भयानक लाग्न थाल्छ। यो केवल कथा मात्रै रहँदैन। अनि समय हो मध्यरात। सोच्नुस् त, त्यो समय जब सारा संसार सुतेको हुन्छ, सडकहरू सुनसान हुन्छन् र एक्लोपनको महसुस सबैभन्दा धेरै हुन्छ। हाम्रो कथाको लागि योभन्दा उपयुक्त समय अरू के नै हुन सक्थ्यो र? अब एकछिन कल्पना गरौँ त, अन्ध्यारो रात अनि तपाईँ श्मशान घाटको नजिक हुनुहुन्छ। के होला? यो प्रश्न आफैमा कति असहज छ, होइन? हाम्रो कथाको पात्रले वास्तवमा यही अनुभव गर्न लागेका छन्। धेरैजसो डरलाग्दा कथाहरू कसरी सुरु हुन्छन्? एक्लोपन र असुरक्षाको भावनाबाट हो। हाम्रो कथाको सुरुवात पनि ठ्याक्कै त्यस्तै हुन्छ। मध्यरात, एउटा सुनसान सडक र एकजना एक्लो असहाय मानिस। यहाँ डरको लागि चाहिने सबै मसला तयार छ। शमशानघाट नजिकैको ठाउँ, मध्यरातको समय र एकजना एक्लो मान्छे जो घर जान गाडी कुरिरहेको छ। यी सबै कुरा मिलेर एउटा भयानक अनुभवको लागि सिनेरियो तयार पार्छन्। अनि ठ्याक्कै त्यही बेला, जब सबै आशा मरिसकेको थियो, अचानक मद्दत आइपुग्छ। तर के यो साँच्चै मद्दत थियो वा कुनै डरलाग्दो जालको सुरुवात? यो घटनाले कथालाई पुरै घुमाइदिन्छ। सुनसान सडकमा एक्कासी एउटा बस देखिन्छ। त्यो मान्छेले राहतको सास फेर्छ, दौडेर जान्छ र लिफ्ट माग्छ। अनि अचम्म, बस रोकिन्छ पनि। यहाँसम्म त सबै ठिकठाक नै देखिन्छ। तर बसभित्र छिर्ने बित्तिकै उसले केही गडबड भएको महसुस गर्छ। ड्राइभर, कन्डक्टर दुवैजना ढुङ्गाको मूर्ति जस्तै एकदमै चुप। न केही सोध्छन् न केही बोल्छन्। बसभित्र एउटा अनौठो चिसो मौनता छाएको थियो। अनि अर्को कुरा, बसमा कोही पनि थिएन। पुरै खाली। मध्यरातको बस, तर एकजना पनि यात्री छैन। यो त अलि अनौठो भयो नि, होइन र? त्यो खालीपनले उसको एक्लोपनलाई झनै बढाइदियो। यात्रु त थिएनन्, तर एउटा अनौठो गन्ध आइरहेको थियो सिटहरूबाट। जलिरहेको काठको गन्ध। हो, ठ्याक्कै त्यही गन्ध जुन शमशानघाटमा आउँछ। अब उसको मनमा चिसो पस्न थाल्छ। अब कथा त्यो मोडमा पुग्छ जहाँ साना साना अनौठा सङ्केतहरू जोडिँदै एउटा भयानक तस्विर बन्न थाल्छ। त्यो मानिसको मनमा अब शङ्का र डरले डेरा जमाउन थालिसकेको थियो। ऊ बसिरहेको थियो, मनमा हजारौं कुरा खेल्दै। बस आफ्नो बाटोमा गुडिरहेको थियो। तर केही बेरपछि उसले बाहिर जे देख्यो, त्यसले उसको रगत नै सुकाइदियो। त्यो बस सहरतिर होइन, गाउँतिर पनि होइन। त्यो बस त सिधै शमशान घाटको गेटभित्र छिर्दै थियो। त्यति बेला उसले बुझ्यो, यो बस उसलाई घर पुर्याउन होइन, उसको अन्त्यतिर लैजान आएको थियो। जब उसले यो देख्यो नि, उसले एक पल पनि सोचेन। दिमागमा एउटै कुरा आयो, भाग्नुपर्छ, ज्यान जोगाउनु छ। अनि उसले गुडिरहेको बसबाटै बाहिर हाम फाल्यो। ल, त्यो डरलाग्दो रात त जसोतसो बित्यो, ऊ बाँच्यो। तर कथा यहाँ सकिँदैन। अब आउँछ कथाको सबैभन्दा चिसो बनाउने भाग। त्यो रातको अनुभवको असर के भयो त? सोच्नुस् त, एकातर्फ रातको त्यो भयानक अनुभव छ, एउटा भुतिया बसबाट भागेको, तर अर्कोतर्फ बिहान पख उसले थाहा पाएको सत्य, त्यो त झनै डरलाग्दो थियो। र यहाँ आउँछ कथाको अन्तिम र सबैभन्दा डरलाग्दो खुलासा। जब उसले स्थानीय मानिसहरूलाई सोध्यो, उनीहरूले के भने थाहा छ? त्यो बाटोमा त वर्षौंदेखि कुनै बस नै चलेको छैन। त्यसो भए त्यो रात ऊ केमा चढेको थियो त? ओ, यस्तै कथाहरूलाई अर्बन लेजेन्ड भनिन्छ। यिनीहरू मेरो एकजना साथीको साथीलाई यस्तो भएको थियो भनेर सुनाइन्छ, जसले गर्दा हामीलाई यो साँचो हो कि जस्तो लाग्छ। त्यो एक रातको घटनाले उसको मनमा यति गहिरो असर गर्यो कि भनिन्छ त्यसपछि त्यो मान्छेले कहिल्यै रातमा घर बाहिर निस्कने आँट गरेन। उसको पुरै जिन्दगी नै बदलियो। र अन्त्यमा एउटा प्रश्न हाम्रो मनमा रहिरहन्छ, के त्यो भुतिया बस त्यहाँ संयोगले मात्रै आइपुगेको थियो, वा त्यो खासमा त्यही एक्लो अल्पत्र मान्छेलाई लिन आएको थियो? अब यो कुरा सोच्नको लागि तपाईलाई नै छोडिदिउँ।